हेलो साथी नमस्ते। आज एप्पल प्रडक्टहरूको बारेमा केही रिभ्यू दिन गइरहेको छु। एप्पल प्रडक्टमा जस्तै तपाईँको एयरबड्स आयो, आइफोन आयो, म्याकबुक आयो होइन। अब विशेष गरी बढी युज गर्ने भनेको तपाईँको होइन आइफोन हुन्छ होइन, म्याकबुक हुन्छ, एयरबड्स हुन्छ, एप्पल वाच हुन्छ होइन, त्यो प्रडक्टहरू हुन्छ। तर त्यसमा के हुन्छ भन्दाखेरि नि मानव आइफोन होइन, आइफोनमा होइन तपाईँको आइफोन मोबाइल भनेको धेरै राम्रो हुन्छ कि। अब राम्रो कुन कन्डिसनमा हुन्छ भन्दाखेरि नि यसको सफ्टवेयर एक्सपिरियन्स एकदम दामी हुन्छ होइन। अनि सफ्टवेयर एक्सपिरियन्स भयो तपाईँको यसको आइओएस जुन हुन्छ नि सफ्टवेयर एक्सपिरियन्स त्यो राम्रो हुन्छ होइन। चलाउनमा त्यसको धेरै राम्रो हुन्छ। क्यामेरा पनि ठिक हुन्छ, दामी हुन्छ होइन। सिक्युरिटीको मामलामा एकदम स्ट्रङ हुन्छ। तर आइफोनमा एउटा सबभन्दा बेकार चिज के हुन्छ भन्दाखेरि नि यसमा ब्याट्री ब्याकअप जुन हुन्छ नि सबभन्दा बेकार हुन्छ, घटिया, नम्बर 1 घटिया हुन्छ कि यो ब्याट्री ब्याकअपमा नि यसले ब्याकअप राम्रोसँग दिँदैन होइन। अहिलेसम्म अहिलेसम्म ब्याट्री ब्याकअप त्यसको त्यस्तै रहेछ। आइफोन 17मा पनि त्यस्तै छ, 16मा पनि त्यस्तै छ, 15मा त त्यस्तै छ, 14मा पनि त्यस्तै छ। ब्याट्री इम्प्रुभ गर्नुपर्ने, जसमा इम्प्रुभ गर्नुपर्ने त्यसमा इम्प्रुभ गरेको छैन, जसमा इम्प्रुभ नगर्नुपर्ने त्यसमा इम्प्रुभ गरेको छ। त्यस्तै हेर्नु म्याकबुकमा होइन तपाईँको मजाले होइन 12 देखि 13 घन्टासम्म होइन त्यसमा एकदम मजाले टिकिरहेको हुन्छ ब्याट्री। तर त्यही आइफोनमा होइन 10 घन्टा 12 घन्टा पनि राम्रोसँग टिकिरहेको छैन क्या। अब यो के कारणले हो होइन, त्यो उनीहरूको मातहतमा हुन्छ होइन। फेरि त्यसको आइफोन बिग्रियो भने होइन, स्क्रिन ड्यामेज भयो भने, फुट्यो भने त्यसको स्क्रिनको बनाउने चार्ज नै धेरै हुन्छ, धेरै महँगो हुन्छ, लास्टै महँगो हुन्छ। भनौँ तपाईँको 40,000 आइसीको या 50,000 आइसीको मोबाइल छ भने तपाईँको 25,000 आइसी त्यसमै लगाइहाल्छ होइन। अनि ब्याट्रीको होइन, ब्याट्री रिप्लेसमेन्ट गऱ्यो भने, ओरिजिनल रिप्लेसमेन्ट गऱ्यो भने 10,000 एनपी हुन्छ होइन। त्यो पनि अफिसियल स्टोरमा गएर गराउनु पर्ने हुन्छ। बाहिर गयो भने वारेन्टी क्लेम हुँदैन, वारेन्टी जान्छ होइन। त्यो अलिअलि त्यो प्रब्लम हुन्छ। यस्ता धेरैहरू प्रब्लम रहेछ होइन। तर एज अ आइफोन चलाउने व्यक्तिले फेरि एन्ड्रोइडमा सिफ्ट हुन सक्दैन, किनभने यसमा जुन फिचरहरू हुन्छ त्यो एकदम दामी हुन्छ। एज अ प्रोफेसनल बिजनेसम्यानहरू हुन्छ होइन, तिनीहरूको लागि प्लसमा तपाईँको एज अ जुन जबमा हुन्छ, प्राइभेट सेक्टरमा हुन्छ, तिनीहरूको लागि धेरै राम्रो हुन्छ। एज अ इन्जिनियरको लागि पनि राम्रो हुन्छ। त्यही अनुसार यो जुन त्यही कारण अलि प्रब्लम भइरहेछ। त्यही हो मेरो पर्सनल ओपिनियन थियो कि यस्तो यस्तो हुन्छ होइन। थ्याङ्क यू। तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो कृपया कमेन्ट गर्नुहोला। धन्यवाद।